नमस्ते सबैजना, सन्चै आरामै हुनुहुन्छ अनि देखाउन चाहन्छु। अनि यो मैले यसभन्दा दुई महिना पहिल्यै अनि फलेको थियो। यसभन्दा 2 महिना पहिलाको भिडियो पनि देख्न सक्नुहुन्छ साथी। पुरा यसमा पुरा मिर्ची लगाएको थियो अनि खुर्सानी अनि यो रातो खुर्सानी पछाडि जो अचार बनाउनेलाई मिर्ची हेर्नु कस्तो फलेछ, काट्दिएको फेरि पलाएर फल्छ साथी। यो टमाटर मैले कुडामा फालेको माटोमा मिलाएर राखिदिन्छु अनि यो पछि आफै उम्रिन्छ, आफै फल्छ। हेर्नु साथी, प्रायः यो बबिताको पेड हो यहाँको। अनि यो खुर्सानी टमाटर मान्नुहुन्छ, यो फ्रिजबाट फालेको टमाटर हो कोहीको। यो साथी हो, किनभने यो खाएर म यो जो गलेको जो कोहीको चाहिने मैले यो यहाँ लिएर गमलामा हालिदिन्छु, माटोमा मिलाइदिन्छु। अनि त्यसपछि हेर्नु त कति राम्रो नर्सरीमा चाहिँ यस्तो राम्रो कति राम्रो पलाएको छ है उम्रिएर। अनि यो म ड्रागन फ्रुट लगाइछु साथी, अनि 2-3टा लगाइछु साथी। अनि कस्तो लाग्न सक्नुहुन्छ साथी हो, यो मैले यहाँ किनु भन्छ गर नेपालमा मौसमी भन्छ। यी खाएर दाना फालेको हेर्नुहोस् त कति राम्रो बिरुवा उम्रेछ हेर्नुहोस् त। ल विश्वास गर्नुहुन्छ, यो खाएर किनु मौसमी फालेको। अनि यसलाई न कहिले पनि फाल्दाखेरि कोही चिजको दाना अनि जुठो नफाल्न होला। अनि जुठो फालेर उम्रिने हुन्छ साथी। अनि खानाभन्दा पहिले निकालेर मैले गमलाउँदै राखिदिन्छु। कोही भी चिज कुडा जुठो हुनभन्दा पहिले यस्तो माटोमा लिएर मैले जो गन्दा हुन्छ घरको जो कुडा हुन्छ त्यसलाई लिएर मैले माटोमा मिलाइदिन्छु साथी। अनि त्यो आफै उम्रिन्छ। ल हेर्नुहुन्छ साथी कति राम्रो फुल फुलेको छ। अनि देख्न सक्नुहुन्छ साथी हो, यो 12 मासे फुल्यो। ल गाउँतिर त कस्तो फल हुन्छ, यहाँ पनि हेर्न सक्नुहुन्छ साथी हो। किनभने मलाई बहुत राम्रो लाग्छ। आज माली पनि आएन साथी, मैले पानी राखिदिएको। अनि के गर्ने, मलाई बहुत राम्रो हुन्छ। मालीले कोही टेर्दिनँ अनि नटेर्दैन म कराइदिन्छु र त्यहाँबाट फेरि मैले अनि बहुत ध्यान राख्न भन्छु साथी हो। के गर्ने, आफ्नो घर नभए पनि घर जस्तो मानेर आफ्नो सोख त पुरा गर्न पर्यो साथी हो। यस्तै हो, कस्तो लाग्छ साथी हो। अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। ओके बाई, सी यू।